हेलो गुड मर्निङ गाइज वेलकम टु माई न्यू ब्लग बजी आमाको नयाँ ब्लगमा सबैजनालाई स्वागत छ। आज हाम्रो काठमाडौँको सेकेन्ड डे होइन। अब हामी रेडी भएर मन्दिर जान लागेको। हामी दक्षिण कालिका मन्दिर जाँदैछौँ। सो हामी मन्दिरमा गएर पूजासुजा कसरी गऱ्यो के गर्यो होइन, अनि हामी कहाँ कहाँ घुम्यौँ भनेर सबै अपडेटहरू म हजुरहरूलाई देखाउँदै गर्नेछु। सो मेरो भिडियो हेरेर बस्दिनु होला, अनि मेरो भिडियोलाई लाइक कमेन्ट अनि सब्सक्राइब पनि गरिदिनु होला। लेट्स सी मेरो भिडियो हेर्दै गर्नु होला। हेलो गाइज, आज पनि म हिजोको चाहिँ दिदीकोमा चिया खान आएँ है। बसेको चाहिँ म त्यो काठमाडौँ भन्ने ठुलो होटलमा हो है, तर म चिया चाहिँ हाम्रो दिदीकोमा खान्छ है। हिजो एकदम मिठो चिया थियो, अनि त्यही भएर आज पनि यहीँ खान लाग्यो। चिया बनाउनु लाग्छ दिदीले मलाई। चियामा अलिक चिनी कम भएछ, त्यही चिनी थपेर। पसलको मालिक कता गयो, हामीले आफैले चिनी थपेर खाइदियो होला। गाइज हामी मन्दिर लाग्यो है। अब हामी मन्दिर जान लागेको गाइस। म्याडम नमस्ते म्याडम, तपाईँलाई त यहाँ डोरबाट पिक गर्नु पर्छ। हेलो, के रे दक्षिण कालीको मन्दिर जाने कताबाट? सिधै हो? दक्षिण काली जाने बाटो नचिनेर गाइस तीनजनालाई सोधिसक्यो है। भन्नै गाह्रो, कोहीको त आफ्नै गफमा व्यस्त है। बेसी हेरौँ अब यस्तो देखाएको छ हामीलाई लोकेसन है। जाम कता पुग्छ। यस्तो भन्नुपर्छ नि, सिधा गएपछि यस्तो यो आउँछ अनि यहाँबाट लेफ्ट राइट। हेलो गाइज, हाउ आर यू? के भन्छ नानी? जाँदैछौँ है गाइज हामी दक्षिण कालीका। बल्ल बल्ल बाटो पत्ता लागेर के रे कपिराइट लाउला के त्यो गाइज हामी आइपुग्न लाग्यो। अब पारी आइपुग्यौँ। हामी त अर्कै बाटो आयौँ कि। बस पार खोइ नानी, बस पार ए उता पछाडी थियो क्या। उता हो कि। फाइनली गाइज हामी मन्दिर आइपुग्यौँ, दक्षिण कालीका मन्दिर। अब हामी चाहिँ फुल अक्षताहरू किनेर यहाँ अनि मन्दिर जान्छौँ। यो मेरो भदा, अनि विशेष गरी यो मेरो छोरी। मैले अहिलेसम्म भनेको थिएन है, काठमाडौँ आएको मेरो छोरी। लुकिङ ह्यान्डसम। सो गाइस हाम्रो जेमसी चल्दै है, मन्दिरमा जेमसी चल्दै हाम्रो। कोलाबारु लिएर आइछ, कम्पु कराते सिकेर आइछ। यतिकै हाल्ने सबै मजाले थपेछ नि। त्यति हो। यो जेमसी भाइ जान्छ कि
खिचवानको भयो के भिडियो हो के मेरो गाइज हामी दक्षिण कालिका माताको पूजा गरिसक्यौँ है नरिवल पनि फोडेँ पूजा गरेँ दर्शन पनि गरेँ है सबै कुरो गरिसकेपछि बत्ती सबै बालेर अब चाहिँ हामी जान्छौँ बाहिर गएर अनि खानासाना खान्छौँ यहाँको विशेषता के छ खानेकुरा त्यो हामी किनेर लान्छौँ है दक्षिण कालिका माताले हामी सबैको रक्षा गरौँ है दक्षिण कालिका माता हेलो गाइस हाम्रो पूजा सकिएछ हाम्रो पूजा सकियो अब अनि हामी चाहिँ घर जान लागेर घर जान होइन हाम्रो त्यतातिर खाजा साजा खान्छौँ अनि त्यहाँबाट यहाँको विशेषता के छ यहाँको विशेषता के खोवा कि पुऱ्याउने हो के हो हुन्छ कि हामी त्यो पनि किन्छौँ अनि यो भर्खरै फर्स्ट टाइम कहाँबाट फ्रम वेयर From Pokhara. From Antarctica. From Antarctica, he's a polar bear. Guys, पूजा गरेर आयौँ हामी यत्रो उकालो चलेर आएको हो माइ गॉड हैरान भयो कुवा चाहिँ फेमस देखाउनु पर्यो कुवा टेस्ट गर्नु कि टेस्ट गर्नु दिदी कुवा एकदम यहाँको फेमस हो यता गएर यो खुवा दुई थरीको हुन्थ्यो त यो पुरानी भन्छ अहिले जाँदा पनि यो सेतो कुवा हुन्छ सेतो चाहिँ कुवा छ एकदम मिठो मलाई एकदम मनपर्छ है म कतिपल्ट आइसकेँ जतिपल्ट आए पनि यो खुवा चाहिँ मैले किनेरै लान्छु है कसरी छ किलो अहिले पाउको 200 मिलाउँछ होला नि केजीको 1000 मिलाइदिनु होला नि केजी लानु ए त्यो खाने त्यो कहाँ जुठमा खाएको मैले हाल्दिनु यो पुराउने त्यो चाहिँ के यो चाहिँ सेतो चाहिँ कुवा ए I have tasted somewhere else. एउटा जस्तो छ है कति I have tasted before. थोरै यताबाट लिदिनु न यो कतिको हो यो हामीले चाहिँ आधा किलो लिन लाग्यौँ किनभने खाने मान्छे छैन है क्यान पुरै खोवाको पसलहरू छ यतातिर गाइज यहाँको मन्दिरबाट फर्किँदै सिधै उयो बाबुले खाना नखाँदो रहेछ एकैचोटि भात खाने भनेर यताबाट हो यो बा नानी होइन उस्काउने यता हो क्या गुर्पाक गाइस धारा आयो हामी अब गुर्पाक किन्न लिनेछ गाइस हामी बालेन सिटी न्यू रोड ओ माई गॉड बालेन सिटी न्यू रोड काठमाडौँ बसन्तपुर कता गयो मेरो छोरी कता चाहिँ पसरा त होइन हो
यो भदाले के कुद्न खोजेछ खै के कुद्न खोजेछ जाम हामी ल बसन्तपुरमै घुमियो हामी अब अलिअलि सपिङ गऱ्यो बसन्तपुरमा सो अब हामी निस्क्यौँ गाइज बसन्तपुरबाट अब हामी जान्छौँ कता पो हो मैती देवी पकाउन त है उस दिनु रे दुईटा मिलेर गाइज मेरो पैसा एटिएमको पैसा खत्तम गर्न लागिसक्यो हो है That's too embarrassing. के भन्नु दुईजना मिलेर यो दुईटा यो केटा र केटी मिलेर ल्याएर मेरो पैसा खत्तम गर्न लाग्यो कति हो यो टोटल यसको कति हो टोटल दुईटा गरेर 500 तपाईँको एकाउन्टमा 500 छ र सक्यो भने हामीले 1 घन्टा चाहिँ म जे चुज गर्छु तपाईले बोल्नु उता पेमेन्ट गर्नु रे पहिला सरी है गाइज मन्दिर गयौँ कता कता बजारहरू घुम्यौँ अनि लास्ट हामी यहाँ भाटभटिनीमा आएर सपिङ गऱ्यौँ अब हामी चाहिँ घर जान लागेको यहाँसम्म मेरो भिडियो हेरेर बस्दिनु हुने सबैजनालाई धेरै धेरै धन्यवाद मेरो भिडियोलाई लाइक कमेन्ट एन्ड सब्सक्राइब पनि गरिदिनु होला थ्याङ्क यू सो मच सी यू